हेलो यार, नमस्ते सबैजना साथीहरू। हाई हाई सबैजना सन्चै हुनुहुन्छ होला। मेरो आजको भ्लग चाहिँ यहाँबाट सुरु हुन्छ है गाइजहरू है। आज शनिबार, सबजनाको छुट्टी, घरमा आराम गर्दै हुनुहुन्छ होला। कतिजना नुहाउँदै हुनुहुन्छ होला, कतिजना चाहिँ लुगा धुँदै हुनुहुन्छ होला, कतिजना रुम सफा गर्दै हुनुहुन्छ होला, कतिजना घुम्दै हुनुहुन्छ होला। सबैलाई एकैचोटि म स्वागत गर्न चाहन्छु मेरो अनदर भ्लग, अनदर भिडियो। मेरो युट्युब च्यानलमा सबलाई स्वागत छ। म निरज खत्री, निरेन अफिसियल निरज खत्री, हजुरहरूलाई एकदमै स्वागत गर्न चाहन्छु है। आज अनि त्यही हो होइन, कुरा बुझे भएको। अनि आज चाहिँ यसो ऱ्यान्डम टाइपको, खासै विशेष त केही छैन, सधैँ चाहिँ होइन। आज यसो रोडमा हिँड्दाखेरि त्यसले गर्दा होइन, हिजो अब अलि ह्याप्पी काम थियो। अनि त्यसपछि मैले चाहिँ ठमेल जान्छु भनेर सोचिरहेको थिएँ। लास्टमा निदाएछ क्या म है, निदै भएछु। यसो उठ्दाखेरि त बिहानको 5 बजी ठमेल गरेर काम छैन। सबजना आफ्नो घरतर्फ लागिसक्नु भएको हुन्छ, माहौलै बनेको हुँदैन। त्यही भएर आज मैले ठमेलको ब्लग बनाउन सकिनँ गाइजहरू है। अब त्यही भएर स्याटरडे चाहिँ हिजो सुतेको कारणले चाहिँ होइन, म आज निस्किसकेको छु। रोडको माहौल, रोडको वातावरण कस्तो छ भनेर हजुरहरूलाई देखाउनको लागि। अनि मेरो अगाडि चाहिँ यो 150 पल्सर 150 को बाइक गइरहेको छ होइन। यसले चाहिँ म हल्का ओभरटेक गर्छु। अब यहाँबाट चाहिँ म चाहिँ राइट लाग्दैछु गाइजहरू है। अनि यहाँ बसले चाहिँ पेल्छ हामीलाई है। बाइकहरूलाई देखिसक्दैन, बस गाडीहरूले चाहिँ एकदमै पेलेर ल्याउँछ हामीलाई है। यो चाहिँ सरकार सामु पुगोस् यो कुराहरू होइन। बाइकहरूलाई चाहिँ सानो साधन भन्दैमा नपेलिदिनु होला है। अब सानो साधन चलाउने मान्छे पनि मान्छे हो, तपाईँको ठुलो साधन चलाउने पनि एउटा मान्छे नै हो। अब त्यही हिसाबले चाहिँ सबैलाई सम्मान व्यवहार गरौँ होइन। बाइकहरू पनि जस्तो जताभावी यता तपाईँको त्यो जिगज्याग पाराले नचलाइदिनु होला। सब एकदम सेफ राइड गाइजहरू, जिन्दगीभन्दा ठुलो कुरो केही छैन होइन। सबले आफ्नो ख्याल गर्नु होला अनि सेफ राइड गर्नु होला। अनि मेन कुरा चाहिँ तपाईँको एकदमै बाइक गाडी अनि एकदमै कन्डिसनमा राख्नु होला होइन। गुड्ने भने बेला हुर्र गुड्नु पऱ्यो, झ्याप्प ब्रेक लाग्ने टाइप हुनु पऱ्यो कि होइन। अनि कन्जुसाइड नगर्नु होला यो ब्रेक। तपाईँको यो सवारी साधनमा चाहिँ चलिरहेछ भनेर भन्दा पनि तपाईँको कन्डिसनमा राख्नुपर्छ होइन। किनभने आफ्नो ज्यानै यसमा हुन्छ। तपाईँको ज्यानै यो बाइकको भरमा हिँड्नु भएको हुन्छ। तपाईँको 80-90 को स्पिडमा तपाईँको ब्रेक लागेन भने अथवा तपाईँको केही ब्रेक फेल भयो भने तपाईँ त फेरि एकदमै तपाईँले अलि 200-400 को लोभ गरेर त तपाईँले के अरे खर्च, लोभले चाहिँ तपाईँले खर्च नगर्नु भएको हुन्छ होइन। लोभ गरेर तपाईँले चाहिँ के अरे सवारी साधन बनाउनुमा तपाईँले लोभ गरिरहनु भएको छ। अब त्यही लोभ गर्नको कारणले तपाईँको 2-4 लाख अथवा करोड पनि जान सक्छ क्या। किनभने तपाईँको एकचोटि तपाईँले एक्सिडेन्ट भएर लड्नु भयो भने चाहिँ तपाईँको अलिकति धेरै नै क्षति हुन्छ। त्यसैले चाहिँ आफ्नो सवारी साधनलाई चाहिँ एकदमै कन्डिसनमा राख्नु होला होइन। अनि सेफ्टी चाहिँ मोस्ट इम्पोर्टेन्ट है। जिन्दगीमा सेफ्टी चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यसैले यस्तो गरेर राख्दाखेरि झ्याप्प ब्रेक लाग्नु पऱ्यो। 0मा 80-90 हो नि, यसरी ब्रेक हान्दा झ्यापझुप्पै घटेर आउनु पऱ्यो। त्यस्तो हुनुपर्छ होइन। अनि यहाँ चाहिँ मेरो सानो काम छ, त्यसपछि हजुरलाई टु बी कन्टिन्यू है। आज के कस्तो हुन्छ अलि टुक्क हेर्न लागेको कुराहरू भयो भने हाल्छु। अब हेर्न लागेको कुराहरू भएन भने चाहिँ म हाल्दिनँ।